म खास विदेशबाट फर्किने बेलामा म गाउँै जान्छु भनेर म उताबाट विदेश सबै त्यागेर आएको मान्छे। तर लकडाउन भइदियो ठ्याक्क म आउने बित्तिकै। अनि त्यसपछि अब त्यही त हो नि, अब बिना काम केही नगरिकन बस्न सकिन्न होइन। त्यतिकै बस्नुभन्दा अब समयहरू यस्तै छ भनेर उतैतिर नै अलिकति एग्रिकल्चर सम्बन्धी अलिअलि सानतिनो गुजारा चलाउनलाई काम गरियो। अनि गर्दा गर्दै अब 5-6 वर्ष उतै बित्यो। अनि बिचमा कहिलेकाहीँ आइन्थ्यो। अनि अहिले चाहिँ मन जति चाहिँ जस गाउँै थियो, म त्यहीँ जाने भन्ने सोच थियो। म जहाँ बसेँ नि जहिले नि यो मेरो दिमागमा छ नि, यहाँ देखिन्छ नि वरिपरि जङ्गल छ होइन, फ्रेस हावा छ, यो सम्झना आउँछ क्या। आफ्नो चिजहरू छ। अर्का ठाउँमा गएपछि अब यहाँ जति खुसी मिल्छ त्यहाँ जति धन कमाइए नि त्यो ठाउँमा चाहिँ नमिल्दो रहेछ क्या। किनभने यहाँ मैले यो काम गरेको छु नि, जस्तै मेरो सर्कलको 1-2 जना साथीभाइहरूले चाहिँ मलाई के भन्नुहुन्छ भने, ओहो तिमी फेरि फर्केर आएर यस्तो काम गऱ्यौ है, खेती किसानमै फर्क्यौ है भन्छन् क्या। अनि त्यतिखेर मलाई खुसी लाग्छ। आखिर खुसी भनेको केमा मिल्दो रहेछ त? कि त दुःखमा मिल्दो रहेछ कि त सुखमा? आखिर दुइटैमा मिल्दो रहेछ। दुइटैमा मिल्दो। दुःख गर्दा नि मिल्यो, अर्को यहाँबाट अब आम्दानी होला कुनै समयमा, त्यतिखेर सुखमा नि अब खुसी नै मिल्ने भयो। जस राम्रो, हामीलाई पनि एकदम खुसी लाग्छ होइन। सब मान्छेहरूले अब गाउँ छोडेर जाँदाखेरि तपाईँ फेरि अब नराम्रो ठाउँमा त गएको होइन नि त, विदेश पनि होइन। अब जापान भन्ने ठाउँ चाहिँ, जापान जस्तो ठाउँ भनेको राम्रै हो। अनि त्यसपछि आएर त्यसपछि फर्केर आएर काठमाडौँ बसिरहेको मान्छे कस्तो छ जापानमा अब देखिन्छ होइन। अब जापान भनेको लगभग वर्ल्डमा चाहिँ नि एकदम राम्रोसित मेहनत गरेर उनीहरूले चाहिँ देश बनाएको ठाउँ हो नि त। उनीहरूलाई मेहनत भनेको के उनीहरूलाई थाहा छ कि, अनि कि त हामी त्यहाँ गएको मान्छेलाई थाहा छ। अब सुनेको मान्छेलाई चाहिँ नि कहानी जस्तो लाग्ला। अब यहाँ अब उहाँ देखिन्छ। अब गाउँघर अलिकति कुना काप्चीतिर गयो भने यहाँ जुन वातावरण छ त्यही खालको वातावरण छ। त्यतातिर खेती किसानै गरे हुन्छन्, कम्पनीमा कम्पनी नै चलाएका हुन्छन्, त्यस्तो हुन्छन्। तर उनीहरूको के भने एउटा टाइम टेबल पङ्क्चुअलिटी हुँदो रहेछ। अनि त्यसले गर्दा अगाडि बढ्दो रहेछ। उनीहरूलाई मार्केट चाहिँ नि नपाउँला भन्ने टेन्सन हुँदैन। प्रडक्सन कसरी गर्ने, उत्पादन कसरी गर्ने, त्यसमा चाहिँ बढी जोड दिँदो रहेछन् क्या। मार्केट उनीहरूलाई मतलब होइन। मार्केट भनेको प्रडक्सन राम्रो जेन्युन चिजहरू उत्पादन गऱ्यो भने हाम्रो सामान हामीले बजारमा हामीले बेच्न जानु पर्दैन, बजारले हामीकोमा आएर खरिद गरेर लैजान्छ भन्ने खालको कन्सेप्ट रहेछ कि उनीहरूकोमा। मेहनत नि गर्छन्, त्यही अनुसारको सामान नि उत्पादन गर्दो रहेछ। त्यो चिजहरू अलिअलि अब बुझेर आइयो।